सबैजनालाई नमस्ते। अहिले म ब्लग बनाउनुको लागि यहाँनिर मैले क्यामेरा ओपन गरिसकेको छु। म आज विशेष गरी चाहिँ म जङ्गलमा दाउरा खोज्नको लागि गएको छु। दाउरा खोज्नको लागि म घरदेखि नजिकै रहेको जङ्गलमा, तर घरबाट सरासर जाँदाखेरि 15 मिनट लाग्छ। यो ठुलो जङ्गलमा म पुगेको छु। अहिले यहाँहरूले यो ब्याकग्राउन्डमा यो पछाडि यो साइडमा देखिरहनु भएको छ, यो एकदम ठुलो जङ्गल छ। यहाँनिर एकदम प्रशस्त मात्रामा सुकेको दाउराहरू र घाँसहरू पनि पाउने गर्छ। यहाँनिर यो घर गाउँबाट अलि टाढा भएकोले गर्दाखेरि र यहाँनिर धेरै गर्मी भएकोले गर्दाखेरि यहाँनिर घाँस काट्न, दाउरा खोज्न धेरैजना आउँदैनन्। कहिलेकाहीँ फाटाफुट्टा एक दुईजना आउनुहुन्छ। त्यसले गर्दाखेरि यहाँ चाहिँ एकदम धेरै दाउरा घाँस पाइन्छ। यो कमेरे पारीको जङ्गलमा यहाँनिर यस्तो छ। यो रुख यो सखुवाको रुख हो। आफै यो बुढो भएर लडेछ। यो बुढो भएर सखुवाको रुख लडेको छ र यो सुकेको छ र यसको हाँगाहरू पनि सुकेको छ। अनि यसको यहाँनिर यी बोक्राहरू पनि छ सुकेको। हामी मानिस जस्तै बोट बिरुवाहरू पनि हजारौँ वर्ष, सयौँ वर्ष पछाडि यसरी डेट एक्सपायर भएपछि, आयु पुगेपछि यसरी गैलाम गुल्लुम आफै लड्दो रहेछ मकेर। अनि यो सुकेको दाउराहरू अब यो जङ्गलमा यसरी काँचो बिरुवाहरू, रुखहरू चाहिँ ढाल्न हुँदैन, निषेध छ। किनभने यो हामी सबैको लागि हो, हामी सबैको साझा सम्पत्ति हो वन जङ्गल। त्यसैले गर्दाखेरि हामीले बोट बिरुवाहरू ढाल्नु हुँदैन। तर यो सुकेको हाँगाहरू झरेको छ र सुकेको रुखहरू ढलेको छ। सखुवा पनि सुकेर यसरी ढलेको छ। यो सुकेको दाउरा चाहिँ लगेर बाल्ने गरिन्छ। म यो सुकेको दाउरा लिन आएको छु। यो बोक्रा रहेछ, त्यसले गर्दाखेरि मैले यहाँनिर यो हाँगाहरू काट्नु परेन, यो मुढा चिर्नु परेन। यहाँनिर मेरो डोको पनि छ। यहाँनिर अहिले भनेको असार महिना छ। यो साल धेरै गर्मी बढेको छ। अनि अहिले मध्य दिन छ, चर्को घाम लागिरहेको छ। फेरि गहिरो ठाउँ जङ्गलमा म आएको छु। यो औल पर्छ, सखुवाहरू छ यहाँनिर, यहाँ देख्न सक्नुहुनेछ। यो जङ्गलमा म आएको छु। अहिले मेरो पुरा भिडियो हेर्नुहोला, मेरो पुरा भ्लग हेर्नुहोला। मैले यो मेरो सानो च्यानल खोलेर भ्लग बनाउन सुरुवात गरेको छु। भर्खरै मैले सानो युट्युब च्यानल खोलेको छु। मेरो भिडियो भ्लगहरू कस्तो लाग्छ प्रतिक्रिया पनि दिनुहोला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोला र मेरो भिडियोहरू भ्लगहरू मनपर्छ भने यहाँहरूले लाइक, कमेन्ट र सेयर पनि गरिदिनुहोला भन्न चाहन्छु र मेरो भिडियो पुरा हेरिदिनुहोला भन्न चाहन्छु। अब मैले यहाँनिर भारी लाउने बेला भएको छ। अब यो म भारी लाउँछु। अब यो भारी लाउन मलाई सजिलो पर्छ। त्यसले गर्दाखेरि अब भारी लाउँदाखेरि अब यो सखुवाको बोक्रा हो, सुकेको छ र पनि यो सुकेको छ। अस्ति चाहिँ घाम लागेर यो हल्का थियो, तर अहिले बेलुकी पानी पर्दैछ। त्यसले गर्दाखेरि दिउँसो घाम लागे पनि बेलुकी पानी परेकोले गर्दा यो ओस्रिएर, यो ढाकेर पानीले भिजेर धेरै गरुङ छ। यो नै धेरै गरुङ छ। यो लगभग 2-3 केजी छ, यति गरुङ छ। तै पनि यो मिलाएर म यसरी यो हल्कालाई पछाडि लाउँछु र गरुङलाई अगाडि लाउँछु। मेरो भिडियो हेर्दै गर्नुहोला। अहिले दिउँसो छ, धेरै गर्मी छ, चर्को घाम लागिरहेको छ। अब म जाने बाटो चाहिँ उकालो उकालो नै छ। भारी बिना जाँदा 15 मिनटमा पुगिन्छ भने अब भारीसँग जाँदाखेरि ठाउँ बिसाउँदै जाँदाखेरि त्यस्तै आधा घन्टा जस्तो लाग्छ।
आधा घन्टा कम्तीमा पनि लाग्छ नै। अब मेरो डोको सानो छ, मेरो भारी पनि सानो छ यसो हेर्दाखेरि। तर के छ भने म मान्छे पनि सानो नै छु, किनभने म अब हेर्नु, अब हातहरू पनि भाँचिन्न आँटेको जस्तो छ। अब हड्डीहरू सबै देखिरहेछ, कति म लुइरे छु। हेर्नु, सुके नास लागेको जस्तो, केही खान पनि सक्दैन जस्तो र काम गर्न पनि सक्दैन जस्तो देखिन्छ। यसरी झट्ट हेर्दाखेरि, मैले पनि यसो हेर्दाखेरि, ऐनामा हेर्दाखेरि यहाँनिर भिडियोमा पनि त्यस्तो नै देखिरहेको छु। तर म खानु पनि खान्छु र काम पनि गर्छु, किनभने काम भनेको रहरले गरिने होइन, बाध्यताले गरिने हो। यसरी दैनिक घाँस दाउरा गाउँघरमा उकाली ओह्राली, कुटो कोदालो, दाउरा घाँस गोठालो नगरिकन, अनि खेतबारीमा काम नगरिकन, घरमा गोठमा काम नगरिकन माम मिल्दैन। दामको मात्र सवाल छैन, यहाँनिर मामको पनि कुरा छ। त्यसैले गर्दाखेरि काम गर्नै पर्ने हुन्छ, किनभने काम नगरिकन बिहान बेलुकी चुलो बल्दैन, हातमुख जोडिँदैन। त्यसैले बाँच्नको लागि पनि काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ, सङ्घर्ष गर्नुपर्छ। किनभने अब गाउँघरको परिवेश पनि त यस्तै छ। काम गर्नु भनेको राम्रो हो, काम कुनै ठुलो सानो हुँदैन, कामको सबैले सम्मान गर्नुपर्छ। र यहाँनिर मेरो भारी सानो देखिन्छ, सानो नै छ। तर किनभने अब अहिले म यहाँनिर धेरै टाढा आएको छु जङ्गलमा, यो सखुवा घारीमा। यो सखुवा चाहिँ आफै सुकेर ढलेको रहेछ, यसरी आफै ढल्छ, हाँगाहरू झर्छ। यो सुकेको सखुवाको बोक्रा हाँगा चाहिँ म यसरी लान्छु, म घरमा लगेर बाल्छु। सुकेको दाउराहरू, सुकेको हाँगा, सुकेको बोक्राहरू यो सखुवाको बोक्रा हो, सुकेको। यो सखुवाको रुख चाहिँ आफै धेरै बुढो भएर आफै सुकेर लडेको रहेछ। यो सुकेको छ, यो चिरेर लान सकिन्छ। तर अहिले भनेको यहाँनिर बोक्राहरू यहाँनिर आफै उकिरहेको थियो, र यो बोक्राहरू पनि अरू दाउरा भन्दा, अरू रुखको दाउरा भन्दा खरो हुन्छ, राम्रो हुन्छ। खाना पकाउँदाखेरि छिटो पाक्छ, खरो हुन्छ दाउरा, र गह्रौँ पनि हुन्छ। तर आज चाहिँ धेरै गह्रौँ हुन्छ, किनभने यो भारी सानो भए पनि यो सखुवाको बोक्रा हो। यो सखुवाको बोक्रा सुकेको छ, रै पनि यो सुकेको दाउरा हो, रै पनि बेलुका बेलुका पानी पर्दैछ। बर्खा महिना छ, असार छ, त्यसले गर्दाखेरि यहाँभित्र पानी घुसेको छ, भिजेर असेर ढाडिएको छ, र भिजेर यो दाउरा धेरै नै गह्रौँ छ। मलाई लाग्छ यो दाउराको भारी कम्तीमा पनि 50 केजी चाहिँ छ जस्तो लाग्छ। अब बोकेपछि थाहा हुन्छ। म 50-60 केजीसम्मको भारी चाहिँ बोक्न सक्छु, मेरो बानी हो। किनभने नबोकी हुँदैन, बोक्नुपर्ने बाध्यता हुन्छ। अब गाउँघरमा उकालो ओह्रालो, दाउरा घाँस गर्दा गर्दै, अनि त्यसले गर्दाखेरि म यो भारी बोक्न सक्छु। 50-60 केजी, 60-65 केजीसम्म म बोक्न सक्छु नाम्लो लगाएर। अब यो मैले भारी लगाएको छु। अब हेर्दाखेरि यस्तै छ। अब यो सखुवाको बोक्रा हो। अब घाम लागिरहेछ, उकालो बाटो छ, यो आउल ठाउँ हो। अब हावा पनि यहाँ त्यति चल्दैन, त्यसैले गर्दा नै त यहाँनिर देखिसक्नुभयो नि, सेन्डु भेस्ट लगाएको छु गर्मी भएर। अनि सेन्डु भेस्ट लगाएर म अब भारी बोकेर, यो दाउराको भारी बोकेर म घरमा जान्छु। अब भारी बोकेर हिँड्दाखेरि कतिको पसिना बग्दो रहेछ भनेर अब यहाँनिर भिडियोमा देखिने छ। अब पसिना बग्नु पनि स्वास्थ्यको लागि राम्रो हो। अनि अब म 50 केजी छु, मेरो वेट भनेको 50 केजी मात्र छ। तर यो दाउराको भारी 50 केजी भन्दा बढी छ। अब यस्तो गर्मी ठाउँमा, उकालो बाटोमा, पहाडको अप्ठ्यारो बाटोमा म 50 केजी छु भने म 60-65 केजीसम्मको भारी बोक्न सक्छु। यस्तै छ। यो मैले देखाउनु खोजेको होइन, मेरो दैनिक कामै यही हो, दाउरा खोज्ने, घरमा लाने, अनि यहाँनिर जङ्गलमा बाख्रा चराउने, मुढा बोक्ने, अनि कहिलेकाहीँ दाउरा चिर्ने, अनि घाँस काट्ने, घाँसको भारी लाने,
घाँसको भारी भनेको अहिले बर्खामा भिजेर अब हरियो घाँस भनेको कम्तीमा पनि 40-50 केजी त हुन्छ नै। त्योभन्दा हल्काको घाँसको भारीले त वस्तु भाउ अगाउँदैन, गाई बाख्रा भैँसी अगाउँदैन। त्यसले गर्दाखेरि भारी बोक्नु पर्ने हुन्छ। यो मैले देखाउन खोजेको होइन। मैले दैनिक जीवनमा के गरिरहेको छु, मैले के काम गरेर आफ्नो जीवन निर्वाह गरिरहेको छु, के काम गरेर मैले हातमुख जोडिरहेको छु, के काम गरेर मैले समय बिताइरहेको छु, मैले त्यही चाहिँ मैले भिडियोमा देखाउने हो, ब्लगमा देखाउने हो। मैले धेरै अब त्यो हरेक बनावटी मैले देखाउँदिनँ। म अर्ग्यानिक मात्र भिडियो देखाउने छु। मैले अर्ग्यानिक भिडियो मात्र देखाउने छु। यदि हजुरहरूलाई यस्तो अब बनावटी होइन, यस्तो ओरिजिनल अर्ग्यानिक भिडियो मनपर्छ भने लाइक गर्नुहोला, कमेन्ट पनि गर्न सक्नुहुनेछ अनि सेयर गर्नुहोला। र मेरो युट्युब च्यानल सङ्घर्ष भेगा लिम्बूलाई चाहिँ सङ्घर्ष भेगा लिम्बूको युट्युब च्यानल मेरो हो। सङ्घर्ष भेगा लिम्बूको युट्युब च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला भन्न चाहन्छु। र मेरो दैनिक काम, मैले जे गरिरहेको छु, मैले जे भोगिरहेको छु र मैले जे अनुभव गरिरहेको छु, मैले जे अनुभूति लिइरहेको छु र जे देखिरहेको छु, मैले त्यो भिडियो ब्लगमा बनाउने छु। म अहिले यो सखुवाको बोक्राको दाउरा लिएर म जाँदैछु। म ठाउँ ठाउँमा भिडियो काट्नेछु, स्किप गर्नेछु र अरू भिडियो भने म देखाउने छु। मेरो भिडियो पुरा हेरेर लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अब म भारी बोक्छु। भारी गरौँ, एक्लै परियो। नाम्लो अलिक छोटो भयो जस्तो लाग्यो, र पनि मलाई छोटो नै ठिक लाग्छ। अब म उठ्दैछु, एक्लै छु। अहो, साह्रो गरौँ त छैन रहेछ। ओछ, याहु, साह्रो गरौँ छैन। 50 केजी चाहिँ छ। म सधैँ कहिलेकाहीँ अलिअलि भारी बोक्ने मान्छे हो, मलाई पनि थाहा हुन्छ। 50 केजी रहेछ। अब यो नाम्लो अलि छोटो भयो। माथि चौतारामा गएर कुनै ठाउँ बिसाएर म मिलाउँछु। अब यहाँनिर के छ भने, अब अहिले बोकेको बित्तिकै त हल्का जस्तो लागिरहेछ, तर 50 केजी चाहिँ छ। अब यहाँ अप्ठ्यारो छ, यहाँदेखि लडेर तल जान सकिन्छ। त्यसैले गर्दा यहाँनिर एकदम सावधान भएर, होसियार भएर म हिँडिरहेको छु। कस्तो यहाँनिर अब यो बाबियोहरू कम्ती लामो छैन। अब यो बाबियोले पुरै अल्झ्याउँछ। खरको जङ्गलमा यस्तै हो। अब बाटोमा निस्केपछि त फेरि सजिलो हुन्छ नि। अब हिँडिरहेको छु। हिजोको जति अलिक घाम लागेन र मात्र नत्र मेरो यो बोक्रा उकाउँछ। धेरै तल पाउल ठाउँमा आएको छु। भारी त साँच्चै गरौँ पो रहेछ त हौ। मैले यहाँ तलतिरबाट यो मेरो भारी यहाँनिर अहिले बाटोमा निकालेँ। यहाँ नाम्लो अलिक छोटो भएछ। अब यसलाई म ठिक्कको बनाउँछु मिलाएर, अनि यो उकालो बाटो लाग्छु म यहाँनिर। अझै दाउरा जति छ, सुकेको दाउरा, यो जङ्गलमा सुकेको दाउरा। अनि यहाँनिर अब नाम्लो बनाउँछु। अब मैले यहाँनिर नाम्लो मिलाइसकेँ। अहिले पो गरौँ भयो त हो। ल, अहिले चाहिँ ठिक्कको भयो भारी नाम्लो। अनि अब म
लाग्दैछु। ओहो यहाँनिर घाम लागिरहेछ। यतिखेर चाहिँ भनेको चिसो पानीको सम्झना आउँछ अनि जाडोको सम्झना आउँछ। अहिले बर्खामा यस्तो गर्मी हुँदा भारी बोकेर दाउराको सखुवाको दाउरा बोकेर यसरी गर्मीमा हिँड्दा चाहिँ जाडो राम्रो जस्तो लाग्छ। अनि फेरि पछाडि हिउँदो महिनामा जाडो याममा अनि एउटा ज्याकेटले जाडो छेक्दैन अनि दुईटा सिरक ओढेर सुत्दा पनि रातभर जाडो हुन्छ। त्यतिखेर चाहिँ गर्मी राम्रो हो जस्तो लाग्छ। तर के गर्नु, हामीले भनेर हुँदैन। अब यो प्रकृतिको नियमलाई मान्नै पर्छ। कहिले जाडो, कहिले गर्मी, कहिले घाम, कहिले पानी। दाउरा बोकेर हिँड्दैछु। यहाँनिर मोबाइल स्ट्यान्डमा लगाएर भिडियो गर्दैछु। कति अप्ठ्यारो भइरहेछ। अब जाँदैछु उकालो बाटोमा हिँड्दैछु नि अहिले। साह्रो उकालो त होइन, यतिको बाटो छ। भिडियो लामो हुन्छ र धेरै भिडियो लामो भयो भने अपलोड गर्नु नि गाह्रो हुन्छ, समस्या हुन्छ, हेर्नेलाई पनि झन्झट हुन्छ भनेर यहाँनिर बिचबिचमा भिडियोहरू काट्दै यहाँनिर म देखाउँदैछु। यस्तो बाटोमा हिँड्दैछु। यहाँदेखि लडियो भने तल पुगिन्छ। एकदम सावधान भएर हिँड्नुपर्छ। यस्तो गरी हिँड्दैछु। यहाँ बल्ल बल्ल आइपुगेको छु। अब यहाँपट्टि एउटा सानो चौतारा छ, त्यहाँनिर भारी बिसाउँछु। धेरै गर्मी छ अहिले यहाँनिर। यो अहिले पुरै यो जङ्गलको बाटो हिँड्दैछु। यहाँनिर वरिपरि खेतबारी छैन, जङ्गलको बाटोमा हिँड्दैछु। म पहिला यही जङ्गलमा बाख्रा चराउँथे। बाख्रा चराउने ठाउँ, दाउरा खोज्ने ठाउँ अनि घाँस काट्ने ठाउँ पनि यही जङ्गल हो। यहाँ धेरै गर्मी हुन्छ। अब यहाँनिर म बिस्तारै बिसाउँछु। एकैछिन यहाँनिर बिसाएँ, पसिना आयो, चस्मा भरि लाग्यो। पावर वाल चस्मा लगाएको छु। यो चस्मा नलगाई हिँड्न अलिक समस्या हुन्छ। बाटो अप्ठ्यारो छ, त्यसले गर्दाखेरि मैले चस्मा फुकाएन। यहाँ छ बाटो, यस्तै छ, भिरै भिर भएको ठाउँ छ। यस्तै यो ठुलो जङ्गलमा छु अहिले। यो मैले हजुरहरूलाई यो बनावटी
यो नाटक देखाएको होइन, यो मेरो दैनिक कामै यस्तै हो। दाउरा खोज्ने, घाँस काट्ने, यहाँनिर बाख्रा चराउने, यस्तै हो। यही जङ्गलमा मेरो बालापन बितेको छ। बाल्यकाल यसै जङ्गलमा बित्यो र अहिले म यो तन्नेरी युवा अवस्थामा पनि म यसै जङ्गलमा, यसै जङ्गलको भिर पाखामा म यसरी यहाँनिर दाउरा खोज्दैछु, घाँस काट्दैछु, पसिना बगाउँदैछु। यो माटोमा मेरो पसिनाहरू बगेको छ। अनि यही जङ्गलमा म बाख्रा चराउँदैछु। मेरो दैनिक कामै यस्तै हो। मेरो अर्ग्यानिक ओरिजिनल भिडियो मनपर्छ भने लाइक गर्नुहोस् अनि कमेन्ट गर्नुहोस् र भिडियो मन पर्यो भने सबैजनालाई सेयर गर्नुहोस्। अनि त्यसपछि मेरो युट्युब च्यानल सङ्घर्ष बेगा लिम्बू युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है भन्न पनि चाहन्छु। अहिले चर्को घाम लागिरहेको छ। म दाउराको भारी बोकेर आएको छु। दाउराको भारी ऊ पर मैले बिसाएको छु। यहाँनिर दाउराको भारी छ अनि यस्तो गर्मी छ, पसिना खलखली बगिरहेको छ। 50 केजीको भारी छ। बाटो यस्तै छ, भिर जङ्गल छ, जोगिँदै हिँड्नु पर्ने हुन्छ। म धेरै थाकेछु, धेरै गर्मी छ अहिले र एकैछिन यहाँनिर झल्किएको जस्तो गर्छु। धेरै गर्मी भइरहेछ मलाई। आमामामा कति साह्रो गर्मी हो। गले अब यो रुखको फेदमा, यो चौतारा जस्तो ठाउँमा अब यहाँनिर भारी बोकाउँदा पनि मेरो पसिना भनेको थाम्मेन। पसिना बगेकै छ। त्यसले गर्दाखेरि अब मेरो यो अर्ग्यानिक यो टिस्यु पेपर हो, यो अर्ग्यानिक। यसले चाहिँ यो नरम हुन्छ, यसले गनाउँदो रहेछ तर सफा छ। यसले भनेको यस्तोरी पसिना पुस्छु, पसिना लाग्यो यस्तो गरेर फाल्छु। पसिना पुस्ने मेरो यो अर्ग्यानिक टिस्यु पेपर हो यो मेरो। अनि पसिना पुस्छु यस्तोले। पसिना खलखली बगिरहेछ नि पुरा। अब म भारी बोकेर लाग्छु। फेरि घरमा गएर फेरि अर्को काम गर्नुपर्नेछ। मैले घरमा पुगेर बारीमा घाँस काट्नु पर्नेछ। हेर्दा यो भिडियोमा सानो भारी देखिँदैछ र यहाँनिर बोकेर हिँड्दाखेरि यो सखुवाको भिजेको दाउरा 50 केजी भन्दा कम्ती चाहिँ छैन। अब यस्तो बाटो छ, यस्तो बाटोमा म जोगिँदै हिँड्नुपर्छ। माथिबाट आफै ढुङ्गा लडेर आएर लाग्न सक्छ। यहाँ त अलि छिटो हिँड्नु पर्छ। यहाँनिर यो कमेरे भन्ने जङ्गल त माथिबाट ढुङ्गा लडेर आउँछ। अलि छिटो हिँड्नु पर्ने हुन्छ। कति गरम भएको हो। छिटो मात्रै हिँडेर पनि भएन, यहाँ जोगिनु पर्यो चिप्लेर। भारीसँगै त लडेर गइन्छ यहाँनिर। अप्ठ्यारो बाटो त कटे।
तर अब उकालो बाटो छ, उकालो बाटो छ। ल म अब उकालो बाटोतिर मेरो पहिलाहरू बढ्दैछन्, कष्टप्रद उकाली बाटोमा। अब कम्ता गरम हुँदैन, गर्मी पनि छ। यति पनि काम गर्नु सकेन भने त के भात खानु हो। आमामा आमामा उहिले बाजेहरूले बाउले धरान दार्जिलिङदेखि भारी बोकेर हामीलाई हुर्काएको, हामीलाई पालेको। अब हामीले यहाँको यो जाब आधा घन्टा 1 घन्टाको बाटोमा भारी बोक्नु यति गाह्रो है। आमामा कति साह्रो गर्मी भएको यहाँ त। ठिक्क ठाडो बाटो, ढुङ्गै ढुङ्गा भएको ठाउँमा परिएछ। ओहो घामले पनि त दनक दियो नि। यहाँ त बस्दा पनि घामले नै मार्छ। अब यहाँ पसिना त ती बग्यो नि। आमामा यो चाहिँ सबैभन्दा उकालो है। मैले 3टा उकालो नाग्दाखेरि यो चाहिँ सबैभन्दा लास्टको उकालो। अब यो उकालो कटेपछि माथि डाँडामा चिसो हावा सिरिरिरि चल्ने ठाउँमा पुगिन्छ। अम्बरे डाँडाको चौतारामा। तर त्यहाँ पुग्न गाह्रो पर्यो। आमामा हात पसिनाले बोसो बिलिगोको जस्तो भयो। तर विचार मेरो यस्तो हड्डी र छाला मात्रै भएको जिउमा कहाँबाट बोसो आओस् र। तर यतिको लुइरे मान्छेले, यतिको सिन्का मान्छेले 50-60 केजी यस्तो अप्ठ्यारो बाटोमा बोक्नु भनेको चान्चुने कुरो होइन। सुकेको ज्यानमा लुकेको भलै रहेछ। यस्तो उकालोमा हिँडिरहेको छु। उहु हिँडेर मात्रै भएन, यहाँ जोगिँदै हिँड्नुपर्छ। यहाँदेखि गयो भने त फेरि यहाँ नभनी मरिन्छ नि तल घर। 500 मिटर तल घर मरिन्छ। यहाँ तल बाटो आएको बिस्तारो भारी बोकेर
बाटो यस्तो छ। हो यहाँदेखि लडेर गइन्छ। सावधान भएर जोगिँदै हिँड्नुपर्छ। मेरो दैनिकी नै यस्तै छ। घर गाउँमा दाउरा खोज्ने, बोक्ने, घाँस काट्ने, अनि घरमा पनि काम गर्ने, बारीमा काम गर्ने, यस्तै हो। नगरी काम पुग्दैन खान। साँझ र बिहान भन्छन् हो, त्यस्तै हो। पसिना यस्तो भारी पनि बाङ्गो भइगएछ। कति गाह्रो परेको हेर्दा त कति रमाइलो। आमामा भिडियोमा त कति रमाइलो जस्तो देखिरहेछ, तर यहाँनिर यथार्थमा मलाई कति गाह्रो भएको। यता तलबाट आउँदाखेरि आमामा यत्रो बाटो। बिचबिचमा मैले भिडियो काटेँ, नत्र भनेको म आधा घन्टा बाटो हिँडिसकेको। अब चाहिँ म चिसो हावा चल्ने ठाउँमा अम्बरे डाँडाको चौतारीमा पुगेको छु। अब कालोलाई चाहिँ मैले बाई बाई गरिसकेँ। बिस्तारो लडिजानु खोज्छ त भारी पनि। अरे पसिना त कति बग्यो। ल मैले यहाँदेखि लगभग आधा घन्टा लाएर यो सखुवाको दाउरा, यो सखुवाको बोक्राको यो 1 नम्बर खरो सुकेको दाउरा ल्याएको छु। अब यो हेर्दा यस्तो देखिन्छ। अब तर यो बोक्दाखेरि 50 केजी भन्दा चाहिँ गह्रौँ छ। यो पनि सजिलो बाटो तेर्सोमा भए त म रनिङ हानेर म कुद्थेँ होला, तर बाटो अप्ठ्यारो छ, यस्तो छ। जोगिँदै होसियार भएर हिँड्नुपर्छ, नत्र लडेर मर्ने सम्भावना हुन्छ। त्यसले गर्दाखेरि एकदम सावधान हुनुपर्छ, सतर्क हुनुपर्छ भन्दै अब म एउटा यस्तो डाँडामा हावा सिरिरी चल्ने ठाउँमा यो अम्बरे डाँडामा आएको छु। त्यसले गर्दाखेरि अब म यो भिडियोलाई चाहिँ यहीँ स्थगित गरेर अब यहाँनिर म टिकटक बनाउनतिर लाग्छु भन्दै हवस् त।